दुईटा टापु दामी क्या लिएर आएको है लिएर आएको अनि भरे यहाँसम्म आउँछ नि पानी यतासम्म थियो नि त अहिले मान्छे छेके गाइस हो अहिले चाहिँ हामी यस्तो ब्युटिफुल बिचमा आइसकेको छौँ कि यहाँनिर आउनुलाई हामीले कति घन्टा हिँडेर आइपुगेको अवस्था यस्तो दामी छ यस्तो राम्रो स्वर्गमा पुगेको जस्तै फिल हुन्छ कि यहाँ आएपछि यस्तो शीतल आनन्द ल ल है अब चाहिँ हाम्रो यहाँ क्याम्प बस्ने यहाँनिर यता यहाँ हाम्रो यता छुट्टै छ है चुल्हा दुईजना भित्र पसे खोइ हौ यो दाउरा चाहिँ के साह्रो ड्याममा बसिगएको तरिका हाम्रो चाहिँ पाक्दैछ अब यहाँनिर है चिया खाने हालिदिउँ है आगो ताप्दैछ नि यिनीहरू तिनजनाले ल्या है हाम्रो यहाँ भात पाक्दैछ हामी त ट्रेनभित्र छौँ त्यो मजाले सास जानु पर्यो नि त आमै अब त्यहाँ रोजी आयो भने बिस्तारै मालिस गरिदियोस् भोलि पर्सि कान्छीले तँलाई लुगा पठाइदिन्छ अरे भन्नु होइन सुरुमा देखाउनु घर देखाउनु ल्याउँछ खनाएर ल्याएको यसमा बोजू छ उसलाई अब टाइम यस्तो दुधिलो हुँदो रहेछ मिल्क जस्तो हुन्छ लुगाहरू भनेको अब कहिले चिया त्यो आमाको साथी दिउँसो बस्ने आमालाई टाइममा खाना दिनुपर्ने अनि गुड नाइट कस्तो फिलिङ हुँदैछ बहिनी फर्स्ट टाइम क्याम्पिङको तपाईँको एक्सपिरियन्स खुसी निन्द्रा लागेको छ छैन यता फर्केर सुन्नु न निन्द्रा अलिक यता आइज कान्छी कम्ता हिँडेको हो त हिँडेर आएर अहिले यस्तो पकाएर खाएर टेन्टभित्र यसरी सुत्दा मजा आउँछ नि त होइन हाम्रो झ्याल यता झ्याल छ है पिलिक पिलिक बिहानको समय भयो गुड मर्निङ भइसक्यो घाम त त्यहाँ आइपुगेछ त घाम झुल्केछ खाजा खाइसक्यो उनीहरू त सिधै सुत्यो नि हाम्रो त गीताङ्गेहरूले गीत गाएको थियो नि सनराइज भयो है उनीहरू त अब डाँडा चढ्नु जान्छ नि त उनीहरू क्या छ हाम्रो चाहिँ यहाँ अहिले अन्डा ब्रेकफास्ट पाक्दैछ है अन्डा सेतो अन्डा कति मजा क्युट छ चिया खाने हाम्रो क्युट यहाँ ओनियन खोर्सानी ल्याउनु बिर्स्यो फेरि भित्रै रह्यो भाँडाकुटी खेले अन्डा ब्रेड दाजुको पाली भयो अब हाम्रो पाली खानु घोल्दै गरेको नि अझ बाँकी छ खोइ त यहाँ त प्याज हालेन हालेको छ प्याजहरु खोर्सानी पनि थियो काटेर हालेको प्याज हरायो मिठो हुन्छ त्यो खोर्सानी गम अब घोल्दैछ अब सबैको पालो पालो भाउजू पकाउने भाँडाकुटी खेलेको सानो टोय किचन यो पनि रमाइलो हुन्छ हेर्छ त टोय किचन हेर्छ है पकाउँछ कि यत्रो मान्छ काट्छ पकाउँछ हाम्रो केटाकेटीहरूले कितली पनि टोय छ यहाँ पनि पुचुने खाएको छ यी पुचुने कितलीमा आएको यहाँ ठ्याक्कै तल पार्नु घोप्टो
यहाँको अन्डा टोय अन्डा अम्लेट भयो टोयले खाने सानो यत्रो फ्राई पनि अन्त नि फ्राई प्यान पनि सानो छ सबै टोय किचन है यो त पहिल्यै वाल्चे बस्दा किनेको त कान्छी दाल झार्नु ठिक्क हुन्छ के यो डाँडा बिहानको डाँडाहरू सिपी तिनवटा अघि जिउँदो थुप्रो हुन्छ त्यही त त्यहीबाट लिएर आएको के एक होल आएर छैन माथि बस्नु माथि जाने ब्रेकफास्ट अन्डा गुड मर्निङ भाइ हामी त खाइसक्यो ल जाउँ न लेट्स गो अब चाहिँ हामी बिचमा सुटिङ हुँदैछ है हाम्रो कुद्नु न वाउ उताबाट जानुपर्छ बहिनी यो चाहिँ ल्याउ यो समुद्रको झारहरू लिएको क्या आयो अर्को भिज्यो आमामा दामी आयो दामी अब लग्यो बगाएर यसले चाहिँ कत्रो ठुलो आयो यहाँ आयो भाग आयो वाउ कस्तो दामी क्या किनार हेर त पर हो त्यहाँ छानले चाहिँ बरु तानेर लान्छ त त्यहाँ केही हुँदैन क्या त्यहाँ जाने दामी आयो लान्छ तँलाई ओइ उता बाल्लामा जाने त यता हाम्रो अनि यतातिर चाहिँ यस्तो छ है बाई भन्दैछ एउटा फेरि हङकङ पाउँदिन भनेर आउनु ल गाइज हो आजको हाम्रो क्याम्पिङ अनि बिचमा को बसाइ यस्तो छ हेरेर कस्तो लाग्छ प्लिज लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला है यो बिचमा चाहिँ कति वर्ष पछाडि फेरि आएको हामी चाहिँ अनि अर्को पुतली पनि अनि कोही नयाँ भिजिट गर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरेर मसँग जोडिनु होला है त ताकि मेरो नयाँ भिडियो हजुरहरूले यस्तै पाउनुहुनेछ
हेर्नलाई। अनि यस्तै ब्युटिफुल प्लेसहरू चाहिँ हामी चाहिँ घुम्न जान्छौँ है। दामी दामी छ नि त। क्याम्पिङ पनि मजा आयो है। रातभरि यो समुद्रको आवाजले गर्दा कति तर सुत्नु चाहिँ सुत्यो, उठ्दै सुत्दै। खाना आयो आयो आयो। बाई बाई। हामी चाहिँ फर्किँदै गरेको अवस्था है। बाई बाई, सी यु नेक्स्ट भिडियो। सफरिङ जाने हामीले यहाँनिर रेस्टुरेन्टहरू पनि छैन। अहिलेसम्म हेरेर साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। ओ बोलेको त सुन्दैन होला यहाँ साउन्डले गर्दाखेरि मेरो आवाज।